हेलो कृषक मित्रहरू, कृषक दाजुभाइ सबैमा मेरो नमस्कार। र म आज एउटा छुट्टै किसिमको भिडियो लिएर आएको छु तपाईँको समक्ष। र तपाईँहरूकोतिर पनि यो खालको किरा लागेर यसरी मकैको यस्तो यो विध्वंस तपाईँहरूको सबैकोमा भइरहेको होला। र कतिवटा मित्रहरूले फेसबुकतिर पनि यो अपलोड गरेको मैले देखेँ। यो समस्या यो सारा सिक्किम, सारा संसार नै हुन्छ। यो चाहिँ तपाईँको यो एउटा किरा हुन्छ। एउटा चाहिँ यो चाहिँ किराले चाहिँ खान्छ मकै चाहिँ, यसरी सबै यो खाएको छ, यसरी दागे दाग बनाएको छ हैन। तर यसको खास जडी चाहिँ यसको चाहिँ माउ चाहिँ पुतली हुन्छ। एउटा पुतली हुन्छ। यो कहाँ अहिले छ होला म देखाउँछु। मेरो यहाँ हाम्रो बारीमा पनि यसरी पुरै खाइदिएको छ यसरी हो। यो यसलाई यसै त अमेरिकन फौजी भनेर नाम दिएको छ। यसलाई अमेरिकन फौजी किरा भन्छ। हेर्दै जानुहोस् है, मेरो यहाँ कहीँ न कहीँ मकैको पातमा खाएको त छ यहाँ, तर पुतली पनि कहीँ न कहीँ आएर बसेको छ। यसको माउ अन्डा पार्ने यो पुतली कहाँ चाहिँ यहाँनिर तपाईँले देख्नु हुँदैछ। यहाँ यो पुतली चाहिँ यसरी बसेर यहाँ अन्डा पार्छ। अनि अन्डा पारेर चाहिँ यो पुतलीले चाहिँ त्यहाँबाट भाग्छ। भागिसकेपछि यसको चाहिँ तपाईँको 3-4 दिनभित्रमै चाहिँ यसले चाहिँ लार्भा मसिनो झुसुल किरा जन्माउँछ। र यसरी यो छ्यापै बसेको हुन्छ यो भित्र। यो पुतली यसरी बस्यो। तलभित्र पनि छ, तपाईँ देख्नुभएको छ तल सेतो तल यहाँ पनि छ एउटा। अहिले यसलाई त यसरी चिन्हित गर्न सकिन्छ। यो धेरै खाएकोमा चाहिँ हुँदैन, यसले बच्चा जन्माइसकेको हुन्छ। र यो कम्ती खाएकोमा अथवा अलिक होचोमै हुन्छ। यसको खासको उपचार गर्नुपर्ने चाहिँ हामीले यो हाम्रो अब लेक खण्डमा हो भने वैशाख र जेठ 15तिर हो। र औल खण्डमा चाहिँ यसको चाहिँ फागुन र वैशाख भित्रमा यसको उपचार गर्नुपर्छ। यसको चाहिँ यो किरा मारेर त पछि साध्य छैन। यसलाई सबैभन्दा सजिलो रोकथाम चाहिँ तपाईँको यसको माउ यो पुतली नै मार्ने कोसिस गर्नुपर्छ। यसलाई सजिलो मार्ने तरिका चाहिँ तपाईँको कतिवटा साह्रो छैन रहेछ, एउटा दुईवटा चाहिँ देखियो। र यसलाई सजिलो मार्ने तरिका चाहिँ तपाईँको बेलुका भएपछि साँझ परेपछि चाहिँ लाइट ट्र्यापमै नै सजिलो हुन्छ यसको यो माउ मार्न चाहिँ। यो चाहिँ बेलुका साँझ परिसकेपछि चाहिँ बत्ती बालेर लाइट ट्र्यापहरू अहिले नै एमाजोनतिर पनि छ, बेसी हर्टिकल्चर पनि दिन्छ। म चाहिँ यसलाई चाहिँ देखिसकेपछि यसलाई चाहिँ पाप साप धर्म नभइकन यसरी मारिदिन्छु। यसलाई चाहिँ यसरी मारिदिइहाल्छु म हो। पाप साप लाग्दै गर्छ, उता हुँदै गर्छ, पछि पूजा गरौँला। तर योले चाहिँ सर्वनाश गरेको छ। यहाँ कहाँ यहाँ पनि एउटा छ कि यो पाप धर्मलाई चाहिँ यसो मार्दै हुनुहोस्। यसले यसरी मारिदिएपछि चाहिँ अब यसको यहाँनिर लार्भा भन्ने कुरा आएन। र मेरो पनि यो निकै बिगारिहालेछ, म याद गरेको थिइनँ। यहाँनिर बसिरहेको छ एउटा साँडे। यो माउ चाहिँ यो हो। यो अब यहाँ निकै माथि रहेछ। यो देख्नुभएछ नि, यो पुतली हुन्छ यहाँनिर। यो अलिकति हल्ला भने भागी पो जान्छ। यसलाई चाहिँ यसो गरेर चाहिँ छप्प यसरी मारिदिनुपर्छ। यस्तो किसिमको पुतली हुन्छ। यो घुन पुतली जस्तै हो, तर अलिक ठुलो हुन्छ। यसले चाहिँ यहाँ बच्चा जन्मायो पछि चाहिँ यसकोबाट चाहिँ लार्भा निस्किने हो। यो पुतली हुन्छ, चिनिराख्नुहोस् है। माउ चाहिँ यस्तो हुन्छ है। नजिकबाट हेरिराख्नुहोस्, स्टाउकोमा रातो रातो परेको यो चाहिँ मारेको। यसो मैले अघि भुँडी मिचोरेर चाहिँ अलिकति राम्रो तपाईँले हेरिराख्नुहोस् है। यस्तो हुन्छ यो चाहिँ अमेरिकन फौजी किरा। यसको माउ हो त्यो लार्भाको चाहिँ मकै खाने मेन चाहिँ। यसले साह्रो बेसी फैलाउँछ। त्यो अर्को हाम्रो लोकल पनि छ एउटा, पहिला पुतली हुन्छ, त्यसको अलिक कम्ती लार्भा। यसले चाहिँ खतमै बनाउँछ। यसले चाहिँ यसलाई चाहिँ अब दिउँसो यसो साँझ परेर हिँडेर सबै मकैमा बसेको हुन्छ अन्डा पार्नु। होइन यसलाई सजिलो मार्ने चाहिँ लाइट ट्र्याप नै हो। लाइट ट्र्यापमा चाहिँ यो एउटै नरहेको यो पुतली चाहिँ आएर त्यहाँ पस्छ। त्यसो गरेपछि तपाईँको मकै बिगार्ने कुरा आउँदैन। यो मैले हप्ता 10 दिन चाहिँ यो मकै बारी नहेरेको बर्बाद गरिहाल्छु। तलभित्र पनि बसिरहेको छु, निकै फैलिन्छ नि मेरो त। म चाहिँ लाइट मारिदिएको तपाईँलाई। यसरी मारिदिएपछि चाहिँ
देख्नुहुन्छ नि यो पुतली यो किराको माउ चाहिँ यो है तपाईँहरूको यो माउ हो यसको माउ चाहिँ किराको माउ चाहिँ यो हुन्छ हेर्दा झन्डै झन्डै घुनपुतलीकै टाइपको यस्तो हुन्छ यसलाई चाहिँ मार्नुपर्छ यो किराको माउ चाहिँ यो आएर त्यसरी अन्डा पारिदिन्छ अनि किरा पर्छ त्यो मारिरहनु यो आफ्नो बारीमा मात्रै मारेर हुँदैन यो अर्काको बारीमा पनि आएर बसिदिन्छ यो सबै गाउँले नै मिलेर यसो गरिदिएछ यो मासिने हो कति गाउँले गर्दैन यसरी मेरो यहाँ छेउपट्टि चाहिँ यो निकै बिगारिहालेछ र तर यो उमेरमा चाहिँ यसरी ट्रिटमेन्ट गऱ्यो यो मकै फल्छ यसलाई चाहिँ खोजी गरेर मार्नुपर्छ यसलाई बिक्स यो लार्भालाई चाहिँ तपाईँको सुर्ती यो फेरि यो तपाईँको यो लार्भा लागिसकेपछि चाहिँ यो लार्भा जागिसकिसकेपछि चाहिँ यसलाई मार्ने विधि चाहिँ अब रासायनिक पनि छ तर सिक्किम चाहिँ अब जैविक भएकोले रासायनिक अब कुनै दोकानमा पाइँदैन रासायनिक चलाउनु त्यति राम्रो होइन जति चलाइन्छ यसले पछि गएर अन्त त क्यान्सर नै हुने हो एकदेखि जाब 2-4 घोगा मकैको लागि जिन्दगी नफ्याँकौँ तर यो फलाउनुलाई चाहिँ यो लार्भालाई मार्ने चाहिँ तपाईँको सुर्ती यो मान्छेले खाने सुर्ती र सुर्तीले चाहिँ भाग्छ मात्रै मरी चाहिँ हाल्दैन सुर्तीले चाहिँ मैले यसो हेरेँ मैले ट्राई गरेँ कि सुर्तीले चाहिँ तपाईँको मरी हाल्ने खालको मैले अवस्था देखिनँ भाग्दो मात्रै रहेछ त्यसले चाहिँ तर हर्पिकले चाहिँ प्लातपित पाकि नै जान्छ मरी चाहिँ त्यो लार्भा नाङ्गुते किरा हुन्छ जुसले हर्पिकले भेटेपछि त्यो चाहिँ स्वाहा मर्छ र पात खाने यो त्यो अघि पुतलीले बनाएको अन्डाबाट चाहिँ यस्तो हुन्छ यो यस्तो खालको हुन्छ यो यसले चाहिँ अन्त सखा पनि त हो मकै पात सखाप यो हुन्छ मेन चाहिँ यो यसले चाहिँ सखापै बनाउँछ किरा चाहिँ अनि यो चाहिँ हर्पिकले मर्छ हर्पिक चाहिँ लगाएर हेर्दै लगाउनुपर्छ यो टक्कै 1 लिटरमा चाहिँ 2 ml चाहिँ लगाएर चाहिँ छर्किदिनु अहिले हर्पिक लगाइदिएको हेपेक भइगयो पुरा पोल गरेर कि हेपेक बाहिर निस्किने चाहिँ यस्तो हुन्छ लु यसलाई चाहिँ नियन्त्रण गरौँ है मकैमा चलाउनलाई चाहिँ हर्पिक पानी हानिदिएको पोलेर बाहिर निस्केछ यो मर्छ नि तर बेसी कडा बनाउनु हुँदैन हर्पिक फेरि बेसी लगायो भने चाहिँ यो मकै पात सबै पिल्छाइ बनाउँछ मरिजान्छ नि ठिक्क लगाउनु पर्छ कि हर्पिकले पोलेर त्यसपछि भित्र सब बानी अब मर्छ यिनीहरू यो मरेन भने उता भुइँमातिर झर्छ भुइँतिर झरेपछि त्यतै स्वाहा तलीलाई चाहिँ अब निकै कडा कीटनाशकले मात्रै मर्छ पेस्टिसाइडले मात्रै मर्छ त्यो मान्छेलाई पनि अब हानिकारक हुन्छ होइन त्यसले गर्दा त्यो पुतली चाहिँ यो हर्पिकहरूले मर्ने कुरा आउँदैन तर पुतलीलाई मार्ने तरिका चाहिँ अब किचे भइसक्यो अब एउटा धेरै छर्नेलाई त अब त्यो बोटै पछि हेरेर पनि मार्नु सम्भव छैन त्यसले गर्दाखेरि पुतलीलाई चाहिँ यो अलिक अस्ति नै हो आजभन्दा अब तपाईँको अङ्ग्रेजी महिनाको चाहिँ अप्रिल 15 तारिकदेखि चाहिँ लाइट ट्र्याप गरेर चाहिँ मेको 10 तारिकसम्म चाहिँ गराउनु भयो भने स्वाहा एउटै पनि रहँदैन त्यो पुतलीको माउ जति चाहिँ लाइट ट्र्यापमा चाहिँ सबै सजिलै आइहाल्छ बेलुका लाइट ट्र्यापको बारेमा तपाईँले युट्युबतिर हेर्दा पनि हुन्छ आफै घरमा बनाउँदा पनि हुन्छ त्यसमा तर पानी राख्ने गरेको छ त्यो अनलाइन पाउने र युट्युबतिर चाहिँ पानी भन्दा चाहिँ डढेको मोबिल चाहिँ बट्टामा राखेर माथि बल झुन्डाउँदाखेरि त्यो मोबिलमा झरेको चाहिँ एउटा पनि उम्किँदैन पानीमा फेरि कतिजना तौरेर भाग्दो रहेछ त्यो डढेको मोबिलमाथि मुनि थोत्रे बलमा या टुम्ले जर्किन काटेको बट्टामा राखेर त्यसको माथि चाहिँ एउटा 5 वाटको चाहिँ एलइडी बल्ब सोलरवाला पनि पाउँछ बत्ती घर नजिक छ भने बत्ती पनि तान्दा पनि भयो त्यसो गरेर सानो बल्ब लगाएर चाहिँ तल मुनि बोलमा चाहिँ मोबिल राखिदिनु भयो भने त्यसलाई चाहिँ लाइट ट्र्याप भन्छ स्वाहा आउँछ यो किरा यो पुतली स्वाहा यो पुतली नै मरेपछि किरा पार्ने कुरा आएन यसरी तपाईँहरूले यो मकैमा लाग्ने यो अमेरिकन फौजी किराको नियन्त्रण गर्न सक्नुहुन्छ नत्र भने चाहिँ यो मकै चाहिँ एउटै फल्दैन यो अब यसलाई याद गरिएन भने यो उमेरसम्म पनि हामीले यसलाई चाहिँ उपचार गरिएन भने यहाँदेखि उकालो गएपछि एउटा पनि फल्दैन मकै चाहिँ त्यसले गर्दाखेरि यो चाहिँ एकदम तपाईँले याद गर्नुहोस् र यसलाई चाहिँ मारेर नियन्त्रण गरेर मकै फलाउनुहोस् मकै फलाएर मकैको भात खानुहोस् घरमा पाल्तु जनावरलाई दिनुहोस् तपाईँहरूलाई शुभकामना यसको थप जानकारी त्यस्तो केहीहरू तपाईँहरूलाई चाहिन्छ भने मैले यसको धेरै हेरेको छु सर्कल हेरेर यसलाई स्टडी गरेर यो किराको के हुन्छ कति कहाँ हुन्छ यो कतिखेर फेरि पुतली हुन्छ
यो सबै मैले गरेको छु। तर अब यो भनिबस्दा लामो भिडियो हुन्छ र अहिले तत्काल उपचारको निम्ति चाहिँ यो तपाईँहरूलाई भनिराखेको छु। पुतली मार्नलाई लाइट ट्र्याप र लार्भा मार्नको लागि चाहिँ तपाईँले हर्पिक एकदम 1 लिटर पानीमा 2 ml हर्पिक मिसाएर चाहिँ स्प्रे गरिदिनु भयो भने लार्भा त स्वाहा हुन्छ। ल है तपाईँलाई तपाईँको उन्नति होस्, प्रगति होस्। बहुत बहुत शुभकामना।